फागुन 21 मा चुनाव हुँदैछ, तर वाट इफ चुनाव भएन भने? केपी ओली र देउबा पक्षले 81 सर्वोच्च अदालतमा संसद विघटनको मुद्दा छिटो टुङ्ग्याउन किन दबाव बढाउँदैछन्? के यो चुनाव भाड्ने र फेरि पुरानै संसद बिउताउने अन्तिम खेल होइन? कुरो सिधा छ, नेताहरू मुद्दाको फैसला चाहन्छन्, तर अदालतको क्यालेन्डरले सम्भव छैन भन्दैछ। तथ्य हेर्नुहोस्, सर्वोच्चले माघ 20 गते बल्ल तारिख तोकेको छ। हप्ताको एक दिन मात्र सुनवाई हुन्छ। बीचमा ग्याल्बो लोसारको विदा छ अनि बहस गर्ने वकिलहरूको लाइन लामो छ। 2077 सालको नजिर हेर्ने हो भने पनि फैसला आउन कम्तीमा 1 महिना लाग्छ। गणित स्पष्ट छ, अदालती प्रक्रिया पूरा हुन्जेलसम्म फागुन 21 को चुनाव आइसक्छ। सर्वोच्चका न्यायाधीशहरूले पनि देश चुनावमा गइसक्यो, अब अदालती सक्रियता देखाउनुहुन्न भन्ने अनौपचारिक सन्देश दिइसकेका छन्। तर पनि एमाले र कांग्रेसका एउटा तबका किन अदालत अदालत भन्दै कराइरहेका छन्? यहाँ गम्भीर प्रश्न उठ्छ। जब देश चुनावको माहौलमा हुमिसक्यो, उम्मेदवार घर दैलो गइसके, तब यी पुराना नेताहरूलाई पुरानै संसद किन प्यारो लाग्यो? के उनीहरूलाई जेनजी वेभ र नयाँ दलको उदय देखेर डर लागेको हो? कतै चुनाव हारिने डरले अदालतको काँधमा बन्दुक राखेर संसद पुनःस्थापना गर्ने र चुनाव नै टार्ने भित्री योजना त छैन? नत्र जुन मुद्दाको फैसला आउन समयले दिँदैन, त्यही मुद्दामा यति धेरै हतारो किन? तपाई के चाहनुहुन्छ? फागुन 21 मा नयाँ चुनाव भएर नयाँ अनुहार आउनुपर्छ कि अदालतले पुरानै संसद बिउताएर कुनै पुराना अनुहारलाई कुर्सीमा राख्नुपर्छ? कमेन्टमा आफ्नो विचार लेख्नुहोस् र यो भिडियो शेयर गरेर खबरदारी गर्नुहोस्। जनता चुनाव चाहन्छन्, षड्यन्त्र होइन।